हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज मेरो चाहिँ इक्जामको फाइनल दिन त्यही भएर म चाहिँ आज एकदम एक्साइटेड छु। अनि एकछिनमा म चाहिँ रेडी भएर त्यसपछि म चाहिँ लाग्छु इक्जाम सेन्टर। अनि इक्जाम सेन्टरमा साथीहरूलाई भेटेर अनि त्यसपछि म चाहिँ लाग्छु इक्जाम हलमा इक्जाम दिन। आज चाहिँ इक्जामको फाइनल दिन भएर म चाहिँ अलिक छिटो इक्जाम दिएर म चाहिँ बाहिर निस्किन्छु। अनि बाहिर चाहिँ जे होस् आदि साथीहरू चाहिँ निस्किसकेका थिए अनि तीहरूको चाहिँ फेस अलि जे होस् रमाइलो चाहिँ थिएन कि आज, किनकि लास्ट दिन हो। लास्ट दिन अब यहाँदेखि पछाडि त फेरि कसैसँग पनि भेट हुन्न भनेर उनीहरू चाहिँ अलिक जो स्याड नै थिए। अनि त्यसपछि चाहिँ एकछिन गफ गरेर म चाहिँ त्यसपछि चाहिँ हामी सबैजना लाग्छौँ घरतिर। अनि म चाहिँ घर पुगेर एकछिनमा ड्रेस फटाफट चेन्ज गरेर खाना खाएर म चाहिँ त्यसपछि लाग्छु रोमनको घरतिर। एकछिनमा म चाहिँ रोमन घर पुग्छु, त्यसपछि रोमनलाई पनि लगेर अनि अर्को साथीलाई लिन जान्छु मोडेल कलेजमा गएर एकछिन त्यहाँ कुरेर अनि त्यसलाई चाहिँ लगेर हामी चाहिँ लाग्छौँ बजारतिर कपडा किन्न। एकछिनपछि हामी चाहिँ बजार पुगेर बजार चाहिँ अरू दुईजना साथीहरूलाई भेटेर हामी चाहिँ त्यसपछि लाग्छौँ कपडा किन्न कपडा पसलमा। हामी चाहिँ कपडा पसलमा गएर सम्पूर्ण कपडाहरू किनेर हामी चाहिँ त्यसपछि निस्किन्छौँ बाहिर। अनि बाहिर निस्केर एकछिनमा चाहिँ हामी लाग्छौँ घरतिर। अनि यति भन्दै आजको मेरो मिनी ब्लग चाहिँ यहीँ गर्छु। अनि तपाईँलाई आजको मेरो मिनी ब्लग चाहिँ कस्तो लाग्यो अनि सल्लाह प्रतिक्रिया दिन चाहिँ नभुल्नुहोला।